यदि तपाईँ विदेशमा हुनुहुन्छ, नेपालमा आएर घर जग्गा किन्ने समय छैन, तपाईँ विदेशमै बसी बसी पनि आफ्नो नाममा घर जग्गा पास गर्न सक्नुहुन्छ, त्यो कुरा कसरी सम्भव छ त भन्ने सम्पूर्ण कानुनी प्रक्रिया आज म यस भिडियो मार्फत तपाईँहरूलाई भन्न गइरहेको छु। कृपया यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आज म यस भिडियो मार्फत तपाईँहरूलाई विदेशमै बसेर नेपालमा घर जग्गा कसरी किन्ने, अख्तियारीनामा कसरी बनाउने, कुन कुन कागजातहरू आवश्यक पर्छन्, कसरी दर्ता गर्ने र अन्त्यमा लाल पूर्जा कसको नाममा बन्छ भन्ने कुराहरूको बारेमा सम्पूर्ण जानकारी दिन गइरहेको छु। यदि तपाईँ नेपाली नागरिक हुनुहुन्छ र विदेशमै बसिराख्नु भएको छ भने नेपाल नै आउनुपर्छ भन्ने कानुनी बाध्यता चाहिँ हुँदैन। तपाईँले आफ्नो तर्फबाट कानुनी रूपमा काम गर्नको लागि अख्तियारीनामा दिन सक्नुहुन्छ। अख्तियारीनामाको हकमा चाहिँ तपाईँले आफ्नो श्रीमान, श्रीमती, बुवा, आमा, दाजु, भाइ, दिदी, बहिनी, छोराछोरी तथा आफ्नो एकदमै नजिकको विश्वासिलो मान्छेलाई चाहिँ अख्तियारीनामा दिन सक्नुहुन्छ। अब यसै क्रममा तपाईँले विदेशबाट चाहिँ नेपालमा पठाउनको लागि चाहिँ के कागजातहरू तयार गर्नुपर्छ भने तपाईँले आफ्नो नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि, फोटो तथा अख्तियारीनामाको कागजात चाहिँ तपाईँले तयार गरेर राख्नुपर्ने हुन्छ। अब अख्तियारीनामा चाहिँ कसरी बनाउन सकिन्छ भन्नु भन्दाखेरि तपाईँ हाल बसिराख्नु भएको देशमा रहेको नेपाली दूतावास अथवा नेपाली कन्सुलर कार्यालय कन्सुलेटमा गई आफ्नो नामबाट अख्तियारीनामा तयार गरी प्रमाणित गराउन सक्नुहुनेछ। यदि सम्बन्धित देशमा नेपाली दूतावास छैन भने त्यस देशमा लागू हुने वैकल्पिक प्रमाणीकरणको प्रक्रिया अपनाउनु पर्ने हुन सक्छ। त्यसका लागि सम्बन्धित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको निर्देशन अनुरूप अगाडि बढ्नु उचित मानिन्छ। त्यसपछि नेपालमा तपाईँले प्रमाणित गरेर पठाउनु भएको उक्त अख्तियारीनामा तपाईँले यहाँ जसलाई अख्तियार भनेर नियुक्त गर्नुभएको छ उक्त व्यक्तिले आवश्यक परे सम्बन्धित भूमि प्रशासन कार्यालय, मालपोत अथवा सम्बन्धित निकायहरूमा प्रचलित कानुन अनुसार उक्त अख्तियारीनामा दर्ता गर्ने तथा अन्य आवश्यक प्रक्रियाहरू पूरा गरी घर जग्गा खरिद गर्ने, लिखत पास गर्ने, कर तथा राजस्वहरू भुक्तानी गर्ने तथा नामसारी गर्ने लगायतका सम्पूर्ण प्रक्रियाहरू पूरा गर्न सक्नुहुनेछ। यदि अख्तियारीनामाबाट घर जग्गा खरिद भएको हो भने लाल पूर्जा अख्तियारीनामा पाउने व्यक्तिको नाममा होइन कि जो चाहिँ विदेशमा हुनुहुन्छ, जसले चाहिँ घर जग्गा खरिदको लागि भनेर अख्तियारीनामा दिनुभएको हो, उहाँ नै वास्तविक खरिददाता हुनुहुन्छ र धनी पूर्जा अथवा लाल पूर्जा पनि उहाँकै नामबाट जारी हुनेछ। अख्तियार प्राप्त व्यक्तिले केवल प्रतिनिधिको रूपमा कानुनी प्रक्रिया पूरा गर्ने हो, उहाँ सम्पत्तिको मालिक भने बन्नुहुन्न। र यस सम्बन्धमा मेरो सुझाव के रहन्छ भने अख्तियारीनामा बनाउनु अघि सम्बन्धित नेपाली दूतावास, भूमि प्रशासन कार्यालय र योग्य कानुन व्यवसायीसँग आफ्नो अवस्था अनुसार प्रक्रिया एकपटक अवश्य बुझ्नुहोस्, किनकि केही प्रक्रियाहरू देश, कागजात र विशेष परिस्थिति अनुसार फरक हुन सक्छ। नेपाल नआइकन पनि विदेशबाट कानुनी रूपमा आफ्नो नाममा घर जग्गा किन्न सकिन्छ, तर त्यसका लागि विधिसम्मत अख्तियारीनामा, आवश्यक प्रमाणीकरण र सरकारी प्रक्रिया पूरा गर्नु अनिवार्य रूपमा आवश्यक हुन्छ। र अन्त्यमा घर जग्गा तथा रियल इस्टेटसँग सम्बन्धित कानुनी अपडेट तथा यस्तै जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ भने कृपया मेरो यस एकाउन्टलाई फलो गरिदिनु होला। धन्यवाद।